हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म अल्बानी बल्ब घुम्न जान गइरहेको छु। यो चाहिँ मेरो घरबाट नजिकै छ। आज चाहिँ मेरो गाडीको सर्भिसिङ थियो अनि गाडीले सर्भिसिङमा दिएर म चाहिँ यहाँ सानो छ घुमेर आउन खोजेको। अहिले म जाँदैछु, देखाउँछु नि। यो चाहिँ अहिले म ठ्याक्कै फ्रिवेको मुनि छु। अहिले म यहाँ गाडीहरू गइरहेको छ, माथि चाहिँ फ्रिवे छ। म चाहिँ अहिले जाने क्रममा छु र यहाँ एउटा सानो समुद्रको पानीहरू जम्मा हुने ठाउँ छ होइन। कति धेरै चराहरू उडेको हो। यहाँ चाहिँ नर्मली पानी चाहिँ सुकिरहेको हुन्छ। आज चाहिँ टन्नै पानी छ, किनभने अस्ति गएको हप्ता जस्तो पानी पऱ्यो ठुलो, अनि त्यही भएर अहिले चाहिँ टन्नै पानी छ। अनि यहाँ टन्नै चराहरू पनि टन्नै आएर बसिरहेको हुन्छ। यहाँ फ्रिवे छ, यस्तो छ। यहाँ चाहिँ कुन कुन चराहरू पाउँछ भनेर यहाँ देखाएको छ, तर धेरै पुरानो रहेछ, राम्रोसँग देखेको छैन होला। यहाँ चाहिँ यिनीहरू चराहरू चाहिँ यहाँ आएर बस्दो रहेछ। चराहरू रमाइलो छ चराहरू। यहाँ चाहिँ मान्छेहरूले आफ्नो कुकुर पनि लिएर आउँछन्, घुमाउँछन्, आफू पनि घुम्छन्। यहाँ चाहिँ मान्छेहरूले डग सिटिङको काम पनि गर्छन्। टक्क घरबाट कुकुरहरू जम्मा गरेर ल्याएर टक्क घुमाउने गर्छन्। राम्रो पैसा हुन्छ यसमा। यो एरियामा चाहिँ धेरै चराहरू आउने भएको भएर होला सायद यहाँ चराको राखेको क्या स्ट्याचु जस्तो। र यो पार्कको नाम चाहिँ अल्बानी वाटरफ्रन्ट ट्रेल रहेछ। मैले चाहिँ अल्बानी बल्ब भन्थेँ, सायद अल्बानी बल्ब पनि भन्छ यसलाई भन्न त। उता पारि देखेको सिटी चाहिँ हाम्रो सेन फ्रान्सिस्को सिटी हो। यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ टक्क कुकुरहरू आउँछन्, खेल्छन्, मान्छेहरू पनि आउँछन्, नुहाउँछन्, चिल गर्छन् मान्छेहरू सबैजनाले। अहिले त अब बिहान छ, त्यही भएर खासै मान्छेहरू धेरै छैन यहाँ। अनि अहिले फेरि यहाँ चिसो पनि छ यति बेला। यहाँको वेदर यहाँ टन्नै हुन्छ मान्छेहरू। प्यारासेलिङहरू पनि गरिरहेको हुन्छन् मान्छेहरू आएर। अहिले दिउँसोतिर आयो भए टन्नै मान्छे हुन्थ्यो। यस अनि यता देखेको चाहिँ यो चाहिँ हाम्रो गोल्डन गेट ब्रिज हो, यहाँबाट देखिन्छ। यस्तो छ। यो चाहिँ हाम्रो अर्को ब्रिज हो, यो चाहिँ बे ब्रिज हो, यो देखेको छ। यो पनि लामो छ। हामी चाहिँ उसको छेउछेउ हिँड्दै एक राउन्ड हानेर आउने हो अहिले चाहिँ। यस राम्रो छ। यो टक्क सिटी हेर्दै, यता ब्रिजहरू हेर्दै, समुद्र हेर्दै यहाँ हिँड्नको छुट्टै मजा छ। यस महिनामा एक दुईचोटि आउनलाई राम्रो हुन्छ यो ठाउँमा। अनि यहाँ चाहिँ मान्छेहरूले आफैले केही बनाएर ल्याएर राखेको पनि हुन्छ। अहिले म तपाईँहरूलाई देखाउँछु एकछिनमा। यो जति नै बनायो नि सब यहीँ मान्छेहरूले बनाएको, लोकल मान्छेहरूले। यहाँ चाहिँ जसले जे पनि बनाउन मिल्छ, ल्याएर राख्न सकिन्छ।
के हो खराएको जस्तो खरायो जस्तो रहेछ यहाँनिर पनि आउनु चाहिँ मैले यस्तो देखेँ यहाँ हाम्रो प्रेयर्स फ्ल्यागहरू राखेको रहेछ अनि पिस एन्ड ह्याप्पिनेस ओम माने पेम्मे हो म चाहिँ अहिले उहाँ रुख भएको ठाउँमा थिएँ त्यो रुख भएको अहिले म चाहिँ हिँडेर यहाँसम्म आइसकेको छु अहिले म अब जाँदैछु के अरे यो चाहिँ पहिला डम्पिङ साइट थियो अरे कि यहाँ चाहिँ मान्छेहरूले पहिला सबै यहाँ डम्पिङहरू गर्ने साइट रहेछ अनि धेरै यहाँ इँटाहरू ढुङ्गाहरू टन्नै छ यहाँ त्यो सिमेन्टको ढलानहरू अनि सबै थोकहरू ल्याएर यहाँ ल्याएर फाल्दो रहेछ पहिला जाँदैछु अब टक्क सान फ्रान्सिस्कोलाई हेर्दै हिँड्नको मजा छुट्टै छ हाम्रो दाइहरूले बिहान बिहान माछा मार्दै हुनुहुन्छ यहाँ चाहिँ माछा मार्नको लागि पनि लाइसेन्सहरू लिएर यस माछा मजाले मार्नु पाइन्छ म चाहिँ अघि आएको बाटो हो अहिले भर्खरै आएको बाटो यहाँ चाहिँ अब टन्नै छ हिँड्ने बाटोहरू चाहिँ के अरे जुन बाटो हिँड्ने पनि हुन्छ आफूले अब जुन चाहिँ सजिलो लाग्छ त्यही बाटो म चाहिँ बाटो पहिला आएको थिइनँ फर्स्ट टाइम आएको यो सानो बाटो चाहिँ ठिकै छ गइदिउँ न जस यहाँ सबै कनेक्सन छ यहाँ बाटोहरूको चाहिँ त्यस्तो हराउने चाहिँ हुँदैन झाडी पो रहेछ त्यहाँ त यहाँ चाहिँ कुन चाहिँले काठको चाहिँ ठ्याक्कै माछा जस्तो बनाएर रहेछ क्या त्यो काठको राखेर पछाडि चाहिँ हाम्रो यो ब्रुम स्टिकले राम्रो बनाएर रहेछ मान्नुपर्छ यहाँ चाहिँ हाम्रो चाइनिजमा के हो लेखेको जस्तो छ यहाँ चाहिँ सब डम्पिङ साइटमा ल्याएर फालिदिएको जस्तो छ कि सब ढलानहरू फुटालेर टायरहरू पनि छ फलामहरू के को बनाएर रहेछ यस्तै हो यो त मान्छेले यस्तो खालको बनाएको रहेछ यहाँ बस्ने खालको जस्तो एकचोटि हेरिदिउँ न त कस्तो देखिँदो रहेछ माथिबाट डेन्जरै छ क्या अलिकति खतरा खतरा रहेछ यो त हेर्दै खेल्दै चेयरमा बसेर मजाले
मान्छेहरूले खतरा खतरा चिजहरू बनायो। र अब यहाँ चाहिँ अलिकति थोरै उकालो छ। यो उकालो उक्लिएपछि अझ हिँड्नुपर्छ होला 20-25 मिनट जस्तो अनि पुगिन्छ त्यसपछि। म जाने बेला चाहिँ तलको बाटोको थिएँ, अहिले फर्किने बेला चाहिँ यो बाटो जाँदैछु। म फर्किँदैछु। त्यो देखेको त्यो डाउनटाउन चाहिँ ओक्ल्यान्डको डाउनटाउन हुन्थ्यो। यताको चाहिँ सान फ्रान्सिस्को। ठ्याक्कै यो एउटा उसले छुट्यायो यो ब्रिजले ओक्ल्यान्ड र सान फ्रान्सिस्को चाहिँ। मान्छेहरू गइरहेछ त्यतिर। म चाहिँ अल्बानी बल्बलाई एक राउन्ड लगाएर फर्किसकेको छु। अब त्यहाँ गाडी पिकअप गरेर म नि अब घरतिर जान्छु। यहाँ अचम्म भयो चाहिँ अघि म जाने बेला टन्नै पानी थियो होइन, लगभग 1 घन्टापछि अहिले फर्किएँ म। यहाँ पानी त पुरै सुकिसक्यो कि।